अहिलेदेखि नै फिल्डमा खटाउनु पर्ने, हजुर, अहिलेदेखि नै प्र्याक्टिकल गरेर राख्नुपर्ने, अहिलेदेखि नै ट्रेनिङ गरेर राख्नुपर्ने, अहिलेदेखि नै प्रिपेयर गरेर राख्नुपर्ने र जहाँ जोखिम छ त्यहाँ चाहिँ अलर्ट कन्डिसनमा र रेडीमा कुनै पनि नागरिकले यो विपदले गरेर चाहिँ ज्यान गुमाउनु नपरोस् भन्ने हिसाबले चाहिँ हामीले काम गर्नलाई हामीले निर्देशन दिएको छ। पछिपल्ट गरेर हामीसँग इनफ रिसोर्सेस र ह्युमन रिसोर्सेस भनौँ न एउटा क्वालिफाइड ह्युमन रिसोर्सेस चाहिँ विपद व्यवस्थापनलाई आउँछ भनेको जोखिमभन्दा अगाडि तपाईँहरू तयारी गर्दै हुनुहुन्छ? हजुर हजुर, 10 वर्ष भइसक्यो हामीले अब यो विपद व्यवस्थापनमा हाम्रो त अनफिल्ड एक्सपिरियन्स छ। देशमा जुनै पनि डिजास्टर हुँदाखेरि कोभिड होस्, भूकम्प होस्, बाढी होस्, पहिरो होस्, हामी नपुगेको मेरो विचारमा कुनै पनि ठाउँ छैन जस्तो लाग्छ। हामी हरेक ठाउँमा तपाईँको जहाँ गाह्रो छ हामी जहिले पनि त्यो ठाउँमा पुगेको थियौँ होइन। अब अस्तिको सन्दर्भमा अहिले सोच्दाखेरि चाहिँ मेरो विचारमा हैसियत बनाएर आए जस्तो लाग्छ अब चाहिँ। अब तपाईँले त्यति बेला धेरै कुराहरू गर्न सक्नु भएको थिएन, विभिन्न ठाउँमा पुग्नु भयो, आज त्यो कार्यान्वयन गर्ने ठाउँमा आउनु भएको छ। अब चाहिँ के गर्नुहुन्छ? अब चाहिँ ठ्याक्कै वर्षा सुरु हुने बेला भइसकेको छ, के छ प्राथमिकता, के पर्छ हजुर? यस्तो छ हजुरको, डिजास्टरमा हामी एउटा विपद जोखिम भएको देश पनि हो कि। तपाईँको धेरै जस्तो अब अर्थक्वेक भनौँ होइन, भूकम्प भनौँ, अब तपाईँको पहिरो बाढीहरू धेरै जस्तो हाम्रो देशमै भूगोलको हिसाबले पनि आउँछ नि त। अनि यो डिजास्टरको लागि हामीले प्रिपेयर गर्नलाई चाहिँ जहिले पनि हाम्रो प्रिपेरेसन जहिले ढिलो हुन्थ्यो कि, त्यही भएर हामी जस्तो अब भलन्टियर्सहरू आएर चाहिँ फिल्डमा खट्नुपर्ने हुन्थ्यो होइन। अनि हामीले एक दुईवटा प्रस्ताव चाहिँ हामीले अब यहाँ हाम्रो सिओ साहबसँग के राखेको छौँ भन्दाखेरि चाहिँ डिजास्टरको लागि चाहिँ हाम्रो एटलिस्ट कलेजसम्म प्र्याक्टिकल एजुकेसन भइदियो भने हामीसँग एउटा जुन चाहिँ म्यान पावर आउँछ, मेडिकल फर्स्ट रेस्पोन्डरहरू आउला त्यसमा होइन, तपाईँको विपदको बेलामा के गर्ने, कसरी पर्फर्म गर्ने, किन हामी त विपदमा भइरहेको छौँ हामी त होइन। त्यतिखेर चाहिँ हामीसँग इमेजिन गर्नुहोस् सबै स्टुडेन्ट्सहरूले प्र्याक्टिकल्ली यसलाई गर्न सक्यो भने होइन, फर्स्ट एडहरू दिनु सक्यो भने कति कुराहरू हाम्रो आफ्नो बुवा बचाउन मिल्छ होला, आमा बचाउन सकिन्छ होला होइन, गाउँलेहरू बचाउन सकिन्छ होला। त्यो हिसाबमा यसमा पाठ्यक्रममै राख्नुपर्छ कति कुराहरू चाहिँ प्र्याक्टिकल्ली भन्ने हिसाबले चाहिँ हामीले एउटा त्यही अनुसार हामीले निर्देशन पनि दिएका छौँ उहाँहरूलाई। अनि त्यो अनुसार शिक्षा मन्त्रालयमा निर्देशन जाला थियो। अनि पछिपल्ट गरेर हामीसँग इनफ रिसोर्सेस र ह्युमन रिसोर्सेस भनौँ न एउटा क्वालिफाइड ह्युमन रिसोर्सेस चाहिँ विपद व्यवस्थापनलाई आउँछ भनेको जोखिमभन्दा अगाडि तपाईँहरू तयारी गर्दै हुनुहुन्छ? हजुर हजुर। अनि यो अहिलेको अब मनसुन आउनुभन्दा अगाडि नै कोही पनि टिमहरू स्पेसली भनौँ अब सशस्त्र प्रहरी बलको हाम्रो विपद व्यवस्थापनको टिमहरू उहाँहरूलाई चाहिँ अहिलेदेखि नै फिल्डमा खटाउनु पर्ने, अहिलेदेखि नै प्र्याक्टिकल गरेर राख्नुपर्ने, अहिलेदेखि नै ट्रेनिङ गरेर राख्नुपर्ने, अहिलेदेखि नै प्रिपेयर गरेर राख्नुपर्ने र जहाँ जोखिम छ त्यहाँ चाहिँ अलर्ट कन्डिसनमा र रेडीमा कुनै पनि नागरिकले यो विपदले गरेर चाहिँ ज्यान गुमाउनु नपरोस् भन्ने हिसाबले चाहिँ हामीले काम गर्नलाई हामीले निर्देशन दिएको छ। लास्ट क्वेसन गृहमन्त्रीज्यू, त्यो धेरैले चाहिँ निर्मला प्रकरण चाहिँ निर्मला पन्त प्रकरणमा पनि मैले जोड्न खोजेको चाहिँ त्यसपछि गृहमन्त्रीज्यूको भूमिका हुनु पर्यो भने के भन्नुहुन्छ? त्यो अहिले चाहिँ यसमा कुरा गर्नु मिल्दैन। एकदमै एक्टिभली